भिडियोमा स्वागत छ। म रेणुका राई। यो चाहिँ गोल्डन दरबार हो है, अगाडिपट्टिको गेट हो। अनि डिनर हल हेरिहाल्नु भयो हजुरहरूले। अनि यो चाहिँ पार्किङ मुनि अब हजुर जानु होला है त, म हजुरहरूलाई देखाउने छु। यो चाहिँ भित्र पस्ने गेट हो है, अगाडिपट्टिको गेट हो होइन। बाहिरपट्टिको चाहिँ के छ म हजुरहरूलाई देखाउन गइरहेको छु है त। म भित्र गएँ ल तपाईँहरूलाई देखाउनलाई कस्तो बनिसकेको छ। पहिले गोल्डन लाइट थियो भने अहिले चाहिँ गोल्डन दरबार बनिसकेको छ। हजुर अनि युट्युबमा हाल्नु पर्दैन हल्का फुल्का है। हुने बित्तिकै फेरि आजको भोलि अर्को ठाउँ काम भेटिहाल्छ नि त। हाम्रो दाइले नि यहाँ मजाले के बनाउँदै हुनुहुन्छ दाइ? बादल है, बादल। रेकर्ड। नमस्ते ढोक्दिया। नमस्ते। चाहिँ हजुरहरूले देखिराख्नु भयो है, यो चाहिँ पार्किङ हो, गाडीहरू राख्ने। अनि पहिलाको मेरो भिडियो हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ भर्खरै बन्दाखेरि मैले भिडियो बनाएर पनि हालेको थिएँ। अनि अब चाहिँ ओपनिङ हुन लाग्यो, अझै पनि बाँकी त छ सक्नलाई होइन। तै पनि अब धेरै थोरा चाहिँ सकिसक्यो, धेरै जस्तो चाहिँ सकिसक्यो। अनि यहाँ चाहिँ भाँडा मोल्ने कार्यक्रम हुँदैछ। दिदीहरू बहिनीहरूलाई नि बोलाएको है, यसो सरसफाइ गर्नको लागि। अब भोलि पर्सितिर चाहिँ ओपनिङ हुँदैछ। अनि त्यही भएको भएर चाहिँ अनि अब यता चाहिँ डिनर हल हो होइन। यता बेहुला बेहुली बस्ने सोफा अनि त्यही हो, अरू त के भन्नु होइन। भर्खर सेट हुँदैछ सबै कुराहरू होइन, मिलाउँदैछौँ। अनि यता पनि सबै मिलाइसकेको हो होइन। अब यता मिलाउनै बाँकी छ। यता चाहिँ स्नेस हल हो होइन, बाँकी नै छ। भर्खर बत्तीहरू सबै कुरा चाहिँ मिलाउँदै हुनुहुन्छ होइन। अनि त्यही भएको भएर सबै कुरा मिलाउनलाई गाह्रो नै हुँदो रहेछ होइन। कतिपय कुराहरू त अब बाँकी नै छ। तैपनि अब यता दाइले चाहिँ मैले पनि भिडियो गरिरहेको छु है, भाइरल होला भन्दै हुनुहुन्छ। म चाहिँ भाइरल भइनी होस् न भनेर सुई माथि भरिङ चढेर जाँदैछु है त। माथि भरिङ चढेर ऊ तलको चाहिँ डिनर हल हो होइन। म चाहिँ भरिङ चढेर माथि यसो हेर्नलाई कस्तो देखिँदो रहेछ भनेर यहाँ दाइहरूले चाहिँ भिडियो गर्नुभएको भनेर सोध्दै हुनुहुन्छ। यता चाहिँ माथि यसो बसेर खाने होइन, त्यही हो। यो चाहिँ बेहुला बेहुली बस्ने होला। अनि यही सोफाहरू चाहिँ किन देखाउनु भएको होला भनेर नभन्नु होला कि मैले चाहिँ भनेको थिएँ नि त कस्तो बन्छ है यो के अरे कम्पनीको। त्यो चाहिँ म भोलि पर्सि फाइनली देखाउने नै छु भनेर चाहिँ भनिसकेको थिएँ। त्यही भएर यो यसरी यस्तो बनेको छ है भनेर मात्रै हजुरहरूलाई देखाउन खोजेँ हो होइन, अरू केही पनि होइन। अरू केही अनुहार नसोच्नु होला। मतलब 5-6 फीट 10 इंच। सामान छ होइन।
माथिबाट हेर्दा चाहिँ होइन यस्तो राम्रो देखिँदो रहेछ होइन। अनि अब बाहिरको पेज पनि देखाउनु छ हजुरहरूलाई होइन। कस्तो भयो भनेर म नेक्स्ट भिडियोमा चाहिँ देखाउने छु। बाहिरको चाहिँ होइन अलिक राम्रो भएको छैन, त्यही भएको भएर। यहाँ दाइले चाहिँ के त भिडियो गर्नु भएको भन्नुभएको होइन। दाइहरूले चाहिँ दाइहरू हुन्छ। यता चाहिँ डिनर हो होइन, सिसा लाउँदै हुनुहुन्छ तपाईँले गर्नुभएको काम डिजाइन सबै। यता चाहिँ सलादहरू अचारहरू राख्ने है। यो चाहिँ डिनरको टेबल बनाउनलाई हो सबै। अनि यता चाहिँ अब किचनका मान्छेहरू के हुँदैछ यहाँ छ होइन। अब नयाँ बनाउँदा पो होइन यस्तै हो, अब बनाउँदै हुनुहुन्छ नि त, त्यही भएर अब क्लियर हुँदैछ। यो हल हो यो। अनि यो चाहिँ अब डिनर हल हो। अब यताले सेट गर्नै बाँकी छ सबै कुरा है। अनि यो चाहिँ अब डिनरको लागि होइन, खाना सेटको लागि हो। यसले के भन्छ अरे खाना राख्नलाई। यो चाहिँ कता कता चुरोटहरू खान्छ होइन, डस्टबिन। यसो डस्टबिनमा त्योहरू लाउनलाई। त्यही भइगयो होइन। यहाँ सरसफाइ हुँदैछ, त्यही हो सबै कुरा सेटिङ हुँदैछ होइन। यो चाहिँ फुलहरू राख्नलाई सबै चाइनाबाट ल्याएको हो यो सामानहरू चाहिँ, उतैबाट मगाएर होइन। यो बत्ती खै के हो यो, अनि अचार राख्ने बलहरू हो सानो चाहिँ सबै। यो मयूर सबै उतैबाट ल्याउनु भएको हो दाइहरूले होइन। यो चाहिँ टल्ली फुल राख्ने होइन, त्यही हो साथीहरू। अब के भन्छ अरे यता चाहिँ अब अघि नै पनि तपाईँलाई देखाइसकेँ मैले होइन। सरसफाइ हुँदैछ बहिनीहरूले होइन, यस्तो भद्रगाउँ छ। अनि यता बहिनीले चाहिँ भन्दै हुनुहुन्छ। अनि यता चाहिँ टोइलेट बाटो, टोइलेट पार्किङ है सबै कार्यक्रम हुँदैछ होइन। भाँडा कुँडा मोल्ने म चाहिँ फर्केँ अब उता बाहिर जानु पर्यो भनेर। त्यही हो अब अरू त के भन्नु र होइन। मैले धेरै पछि बनाएको यो भिडियो पनि। यता चाहिँ बाहिर यो झर्नाको लागि हो होइन। यता फोटो खिच्नलाई बार, यता त बत्ती भइगयो होइन। गरिराख्नु भएको होइन। त्यही यता बाहिर पनि यसो बसेर खाने हो। अनि अब यता त अब अघि नै देखाइसकेँ तपाईँलाई होइन। यो सबै कुरा चाहिँ चाइनाबाट ल्याउनु भएको, चाइनाको मालहरू है यिनीहरू चाहिँ सबै। टेबलहरू कुर्सीहरू होइन यतैदेखि ल्याउनुभएको। बादल है बिजुली बादल हजुर हो
आज सित्ने बेला भयो होइन हजुर ठिक छ नि भयो नि